नमस्ते सबैजनालाई। आज चाहिँ म बङ्गुरको दाना पानी घरमै कसरी बनाउँदैछु म त आफै भनेर हजुरहरूलाई सेयर गर्न गइरहेको छु। म चाहिँ बजारबाट यस्तै दुनोटहरू हैन पाउरोटीहरू यस्तै किनेर ल्याएर त्यो सुकाएर साथीहरू यस्तो बाटामा राखेर पुरै यस्तो धुलो बनाएर दिन्छु साथीहरू। अलिकति थोरै यस्तो धुलो बनाउने हैन पुरै माडिदिने र अनि यो माडेर चाहिँ मैले यहाँ राखिराखेको छु। लगभग 2-3 दिनलाई सँगै हुने गरेर यस्तो गरी माड्दैछु साथीहरू। मेरो चाहिँ रेसिपी कस्तो लाग्छ हजुरहरूलाई सल्लाह सुझाव दिन नभुल्नु होला। अनि मेरो चाहिँ यो पहिलो मिनी ब्लग हो साथीहरू। हुन त मैले दाना पानी धेरै त्योभन्दा अगाडि दिइसकेँ, दिँदाखेरि पनि राम्रो भयो सुँगुरहरू पनि हैन। यो चाहिँ ब्याउने आमाहरूको लागि हो। अनि आफ्नै घरमा यसरी नै बनाएर ताजा भने ताजा जति थोरै दिँदा पनि धेरै हुने। अनि मेरो बाबु पनि हेर्नु साथीहरूसँगै लगेको छु। अनि यो चाहिँ यस्तै हो साथीहरू, बजारबाट उठाउँदाखेरि यस्तै आउँछ प्लास्टिकमा हैन। अनि यत्रो बोरा छ हेर्नु, यति हो। यो दाना पनि मिक्स गरेर दिनुपर्छ। त्यो दानामा म चाहिँ दिन लागेको छु साथीहरू। थोरै मैले अघि नै दिइसकेको थिएँ। अनि त्यो पाउरोटी धुलो बनाएकोमा त्यो दाना राखिदिएँ अनि मास गर्दिएँ है पुरै। मैले चाहिँ साथीहरू अघि उनीहरूलाई खाना चाहिँ दिइसकेको थिएँ हैन। यो चाहिँ खाजा 3टा मात्रै आमाहरू छ हैन। यो चाहिँ असारमा ब्याउने भनेको छ साथीहरू। हेर्नु त मजाले खान्छ क्या। यो चाहिँ धुलो बनाएर त्यसमा दाना मिसाएर दिएपछि अनि अर्को चाहिँ सकेछ साथीहरू, बसेको छ। अरू 2 डल्लाटै खान सुरु गरेँ। अनि यस्तै तल डुरमा पानी टन्न हाल्थ्यो साथीहरू, टन्न खान्छ है। अनि यस्तै हो साथीहरू, मेरो चाहिँ दैनिक यसरी नै चलिरहेको छ। हजुरहरूको के कसरी चलिरहेको छ सुझाव सल्लाह दिन नभुल्नु होला।